वेलकम टु माई कृषि भ्लग। तपाईँलाई फेरि पनि स्वागत छ हाम्रो भ्लगमा। र आज चाहिँ जीवनदाय म रातिको समयमा बस पार्कतिर घुम्न जान लाग्यो होइन। टिकट कुनको बाटोमा हामी सबै दृश्य देखाउँछौँ। सो गाइस देख्न सक्नुहुन्छ यो हाम्रो मन्दिरको नाम के हो र यो गुम्बा तारकेश्वर धाम गुम्बा बस पार्कको गुम्बा भनेर नि चिनिन्छ है। तारकेश्वर धाम भनेर नि चिनिन्छ अनि गुम्बा भनेर झन् पर्फेक्ट चिनिन्छ। यो बस पार्कको तारकेश्वरी गुम्बा भनेर एकदम प्रसिद्ध नाम देख्न सक्नुहुन्छ होइन। देख्न सक्नुहुन्छ यता हाम्रो जीवन भ्लग पनि आउँदैछ बिस्तारै। यही टाइममा मेरो पनि देख्न सक्नुहुन्छ होइन हाम्रो यहाँ यता सेल लागिरहेको छ कपडाको र हल्ला छ लास्टै। यो पुरै सेल हो है पुरै कपडाको सेल लागिरहेको थियो। हामी चाहिँ यहाँ कुल्फी खान लागेको छ है। जीवनदायीको स्पोन्सर हो यो चाहिँ। कति अरे काठमाडौँमा 25 रुपियाँको कुल्फी गाइस। नाम के हो त यो जुम जुम साथीहरू देख्न सक्छ काठमाडौँको जुम हो क्या बवाल छ है। साथीहरू देख्न सक्नुहुन्छ यो काठमाडौँको बिजी मल हामी यहाँ भिजिट गर्दैछौँ। अब कति बेरसम्म यहाँको यात्रा रहन्छ र साथीहरू हामी काठमाडौँको बिजी मल इन्ट्री गरिसक्यौँ है त। अब देख्न सक्नुहुन्छ जुत्ता चाहिए पनि काठमाडौँको बिजी मललाई सम्झिनुलाई डेलिभरी हुन्छ यहाँ। जाने योसँग 4 भयो। हामी 4 र तल चढिसक्यो है त साथीहरू। आज म तपाईँ काठमाडौँको बिजी महलको पुरा दृश्य देखाइदिन्छु म। देख्न सक्नुहुन्छ यो नेक्स्ट 4 तला है। लिफ्टमा जाँदाखेरि लाग्छ होला त चार्ज।
काठमाडौँ बिजी मलबाट निक्लिसक्यो है त। गाइस देख्न सक्नुहुन्छ हामी यत्रो बेलासम्म है यही बिजी महलमा काठमाडौँको यो बिजी महलमा टक्क भ्रमण गरेर होइन घुमेर निक्लिसकेको छ होइन। अब हामी रुममा जान लागेको छ बाटोमा छ। गाइस हामी बिजी महल घुमेर होइन बिजी महल घुमेर फेरि रुम फर्काउँदैछ बाटोमा होइन। बाटोमा एकदम गाडीको चलिरहेको छ मारामार छ काठमाडौँको भेलीमा। अब गाडी घुम्दैन यहाँ काठमाडौँ भेलीमा गाडी र मान्छेको उता जाने हो त्यतिर आउँदा केटीले के आउँदा यो चाहिँ हाम्रो रुम जाने बाटो है त। हाम्रो रुम फर्किँदैछ।